तिद्रामा थापेर चाहिँ एकदमै घाइते हुनुभएको भाइ याम लिम्बूको घरमा भनौँ न यो धरानको सुम्निमा चोक होइन भाइ मार्गमा छौँ। अनि याम लिम्बू भाइ आफै हुनुहुन्छ र याम लिम्बू जस्तो योद्धा देशको लागि आफ्नो संस्कार संस्कृति र आफ्नो अस्तित्व बचाउने होइन योद्धा छोरा जन्माउनु हुने आमा पनि हुनुहुन्छ। आमाले चाहिँ हजुरको शुभ नाम चाहिँ भनिदिनु त। सुनकुमारी पनि भनिदिनु होला। उहाँ लिङथेप भन्ने बित्तिकै सङ्घसभाको हो भन्ने कुरा बुझिसकेका छौँ हामीले। आज चाहिँ हाम्रो चाहिँ होली पर्व पनि रहेको छ अनि होलीको रङ लगाएर चाहिँ हाम्रा धेरै सञ्चारकर्मीहरू पनि रङ्गीन भएर आउनुभएको छ होइन। सबैजनालाई होलीको रङ जस्तै रङ्गीन जिन्दगी बनोस् र हाम्रो याम भाइको जीवनमा पनि अब नयाँ रङ आओस् भनेर चाहिँ सबैजना साथीभाइहरू यता योद्धाहरू हुनुहुन्छ होइन। भर्खरै हिजोबाट चाहिँ वारेन्ट मुक्त म पनि अहिले सिकिरहेको छु क्या राजनीति अलिअलि सामाजिक काम गर्दा गर्दै सँगै सहकार्य गर्दा गर्दै अलिअलि सिकिरहेको छु। वारेन्ट मुक्त भएर आउनुभएका हाम्रा यताबाट हुनुहुन्छ जेन्टल लावती सुमन हुनुहुन्छ क्याटेगोरी छ कि अब वारेन्ट मुक्त शिवाहाङ आफै भन्नुहुन्छ उहाँले। यता पनि हुनुहुन्छ वारेन्ट मुक्त आफ्नै भन्नुहुन्छ। सहयोगी उहाँले कफी खुवाउनुहुन्थ्यो अरे भनेर हामी एकदमै सहज तरिकाले कार्यक्रम गर्छौँ सधैँ पनि। छोटो मिठो कार्यक्रम हुन्छ होइन। यामलाई चाहिँ अस्ति मैले काठमाडौँ जाँदाखेरि उहाँ टिचिङ हस्पिटलमा उपचारार्थ हुनुहुन्थ्यो। त्यति बेला गइरहेको थिएँ म भेट्नलाई। हाम्रो पनि कलाकारको टिम थियो अनि त्यसकै भोलिपल्ट उहाँहरू यता आउनुभयो डिस्चार्ज भएर अनि धरानमा भेटौँला भन्ने खालको भइरहेको थियो। उहाँहरूलाई एकदमै धेरैजनाले माया गरिराख्नु भएको छ होइन। सबैले चिन्नुहुन्छ याम लिम्बू सगुन लावती धर्मान भनेर चाहिँ उहाँहरू चाहिँ अहिले चाहिँ नेसनल हिरो नै भन्छु म चाहिँ। उहाँलाई चाहिँ एउटा हिरोकै रूपमा लिन्छौँ हामी चाहिँ। अनि उहाँहरू जब घाइते हुनु भइसकेपछि चाहिँ देश विदेशमा हुने आफन्तहरूले चाहिँ धेरै सहयोग गर्न चाहनुभयो र चिसो लागिरहन्छ मलाई पनि चिसो खाइ भर्खरै त्यसको लागि सरी खोकी चाहिँ मेरो पेवा जस्तै छ। अनि धेरैजनाले माया गरिराख्नु भएको छ विदेशतिरबाट पनि। अब हामीलाई पनि धेरैले सहयोग लगिदिनुहोस् भन्दाखेरि एउटा प्रसङ्ग पनि अगाडि नै जोडिहाल्नु पर्यो। सुरुमा उहाँहरू घाइते भन्ने बित्तिकै उहाँहरूलाई चाहिँ हामीले पनि सहयोग गर्नुपर्छ भनेर आफन्तहरूले भन्नु हुँदाखेरि चाहिँ मेरो पनि अकाउन्टमा केही सहयोगहरू आयो उहाँहरूको नाममा। नाम घाइतेहरूलाई चाहिँ यसो होइन फलफुल खाने हुन्छ नि त। त्यसो गर्दाखेरि चाहिँ हामीले चाहिँ सहयोग उठाउन नपाउने पनि भयौँ। सिफारिस गरे साथीहरूले धरानबाटै गरे होइन। त्यो डराउने कुरा पनि भएन। ल मिना सिंहले यहाँ सरकारले उपचार गरिरहेछ के अरे याम लिम्बूलाई सगुन लावतीलाई धर्मानलाई चाहिँ सरकारले उपचार गरिरहेछ मिना सिंहले पैसा उठायो त्यही त हो नि। त्यस्तो खालको कुरा गरेर चाहिँ प्रहरीलाई रिपोर्ट गरेछन्। अनि लेखे औजार पत्रिका हामी चिन्छौँ धरान यत्रो त नेपालै कत्रो छ र होइन कसले हाल्यो भन्ने पनि थाहा छ। अनि त्यसो गरेर मलाई त्यो प्रहरीले बाट चाहिँ सूचना आएपछि चाहिँ हामीले त्यो रोक्यौँ र हामीले आफ्नो मान्छेलाई सहयोग गर्न पनि नपाउने भयौँ। अब त्यो कहाँ मान्छेको भावनालाई रोक्न सकिन्छ। अनलिमिट हुन्छ क्या त्यो भावना भन्ने कुरा त्यस्तो हुन्छ। आफन्तले चाहिँ एकदमै सोधै गर्नुहुन्थ्यो। अनि म अझै काठमाडौँ जाँदाखेरि चाहिँ याम लिम्बूलाई सँगै देख्दा सगुन लावतीलाई सँगै देख्दाखेरि अझै अगाडिको त छँदैछ। मैले उहाँहरूलाई डिटेल्स भनेको छु यहाँ सबै किन भन्नु र होइन। भोलि पर्सि हामी यो अब अहिले अफिस स्क्रिनमा कुराकानी गरिहाल्छौँ। त्यति बेला चाहिँ हाम्रो एकजना दिदी हुनुहुन्छ दिलु पाङमा भनेर चाहिँ हुनुहुन्छ। उहाँ चाहिँ एकदमै धेरै त्यो टिकटकहरू हेर्नु हुँदो रहेछ। म त रुँदै हेर्छु भनेर भन्नुहुन्थ्यो होइन। सगुन चाहिँ मेरो छोरै जस्तो लाग्यो। मिना सिस्टर तँ के गर्ने कसो गर्ने मेरो नामै नभन्दा पनि हुन्छ तर अलिकति सहयोग चाहिँ लगिदिनु है भनेर भन्नुभयो। सगुनलाई त्यो पुऱ्याइसकेका छौँ। दिलु पाङमा लिम्बू हुनुहुन्छ र यसै गरी मण्डल थुप्पोको थेबे हुनुहुन्छ युकेमा। मण्डल थुप्पोको थेबेले चाहिँ यो पाथिभरा मुकुमलुङको बारेमा चाहिँ एकदमै राम्रो अभियानहरू चलाइराख्नु भएको छ। उहाँ हुनुहुन्छ। यसै गरी मनकाजी आले हुनुहुँदो रहेछ। उहाँले 10,000, मण्डल थुप्पोको थेबेले 15,000, लीलाराज कामबाङले 5,100 गरेर चाहिँ उहाँहरूले चाहिँ 30,000 गर्नुभएको थियो। मण्डल थुप्पोको थेबे
मनकाजी आले लीलाराम कामबाङ गरेर उहाँले 30,000 गर्दाखेरि चाहिँ 15,000 चाहिँ सगुन लाउतीलाई अस्ति हस्तान्तरण गरिसकेका छौँ र 15,000 चाहिँ अहिले याम लिम्बूको लागि ल्याएको छ। धर्मानको लागि चाहिँ अब गाउँमा हुनुहुन्छ होइन उहाँ गाउँमा भएकोले गर्दाखेरि पछाडि भनेर भन्नुभएको छ त्यो 15,000 र दिलुपाङमा लिम्बूले दिनुभएको सहयोग 10,000 चाहिँ गरेर चाहिँ 25,000 छ। यो 25,000 चाहिँ यतापट्टिको हाम्रो बस्नुहुने योद्धाहरू कोही वारेन्ट मुक्त कोही हिरासत मुक्त होइन उहाँहरू 3 जना 4 जना सबैजनाले चाहिँ भाइलाई चाहिँ हस्तान्तरण गरिदिनु होला। मण्डगौल थुपुको थेबे 15,000 मनकाजी आले 10,000 लीलाराज कामबाङ 5,100 र दिलुपाङमा 10,000 गरेर यहाँ 25,000 छ। सबैजना सहयोगीहरूप्रति चाहिँ हामी एकदमै हार्दिक आभार प्रकट गर्दछौँ। स्वास्थ्य लाभ कामना उहाँहरूले अझै धेरै कुराहरू भन्नुभएको छ। एकछिन पछाडि हामी त्यो गफसप पनि गर्छौँ होइन धेरै कुराहरू छ उहाँहरूले मेसेज भनिदिनु भनेको कुराहरू। अब यहाँ भिडियो लामो हुन्छ कार्यक्रम लामो हुन्छ हामी सधैँ यसरी नै सर्ट एन्ड स्विट कार्यक्रमहरू गर्छौँ। भाइहरूलाई शीघ्र स्वास्थ्य लाभ कामना। अस्ति उहाँको श्रीमती चाहिँ मेरो आफन्त पनि पर्नु हुँदो रहेछ। तपाईँहरूले चाहिँ मेरो श्रीमान र मेरो परिवारको लागि चाहिँ सरकारसँग पनि पुरा गर्नुपर्छ भनेर पुरा भनिराख्नु भएको थियो हामीलाई होइन। अहिले पनि भन्नुहुन्छ मलाई चाहिँ तपाईँहरूले अब केही गर्नुपर्छ मेरो श्रीमान यस्तो हुनुहुन्छ भनेर भनिराख्नु भएको छ। अब त्यसमा चिन्ता मान्नु पर्दैन। यत्रो योद्धाहरू साथमा हुनुहुन्छ यतापट्टि हुनुहुन्छ यतापट्टि होइन उहाँहरू पनि छातीमा गोली थाप्ने हिम्मत भएको मान्छे हो होइन। त्यसैले त उहाँहरू वारेन्टमा पढ्नुहुन्छ हिरासतमा पर्नुहुन्छ। अब सबैजना हामी मिलेर चाहिँ अब काम गर्ने हो। यसमा अब डराउने यताउता भन्ने कुराहरू छैन। उहाँहरू 3 जनाले जब गोली थाप्न तयार हुनुभयो अनि मात्रै चेन्ज आयो जस्तो लाग्छ है मलाई चाहिँ होइन। म आफै लिम्बू कम्युनिटीको अनि मुकुमलुङ आन्दोलन थाहा भइरहेको अनि यसमा कतिको चाहिँ फड्को मारे त यो आन्दोलनले भन्ने कुरामा चाहिँ जब 3 जना भाइहरूले चाहिँ छातीमा गोली थाप्नुभयो त्यस पछाडि मात्रै परिवर्तन आयो र अरू पनि हुनुहुन्छ थप त्यसमा सहयोगीहरू धेरैजना हुनुहुन्छ। त्यही भएर हामी सफल भइरहेका छौँ भन्ने लाग्छ। अब म धेरै कुरा बोल्दिनँ। सबै सहयोगी दाताहरूलाई चाहिँ फेरि पनि आभार प्रकट गर्दै फेरि पनि सहयोग गर्नु होला। तपाईँले चाहनुहुन्छ भने याम लिम्बूको लागि पनि सहयोग गर्न सक्नुहुन्छ। सगुनको धर्मान धेरैजना हुनुहुन्छ। अब म धेरै कुरा भन्दिनँ। अब यता योद्धाहरूलाई पनि केही सोधिदिनु त यता सोध्नुहुन्छ कि यता सोध्नुहुन्छ कि सबै पत्रकार साथीहरूमा सेवाहरू नमस्ते जय मुकुमलुङ। आज हामी धरान सौर स्थित हाम्रो मुकुमलुङ आन्दोलनमा गोली खानुभएका हाम्रो याम लिम्बूलाई भेट्न आएका छौँ। मलाई हिजो जस्तो लाग्छ माघ 12 गते जुन मुकुमलुङमा त्यो घटना घट्यो त्यो रातभरि हामीले निन्द्रा लागेन। किनकि हामी धरानमै बसेको हुनाले माथिबाट चाहिँ घोपा क्याम्पमा बिरामीहरू हामी पठाउँदैछौँ भनेर हामीलाई इन्फर्मेसन आएको थियो र हामी तयारी अवस्थामा थियौँ। अब होइन माथिबाट 8-9 बजे कोही 10-11 बजे पठाउनु भएको थियो र हामी क्याम्पमा चाहिँ कतिखेर आउनुहुन्छ भनेर हामी रातभरि यहाँ रुँगेर बसेका थियौँ। बिहान मलाई जहाँसम्म लाग्छ 5 बजेतिर चाहिँ त्यहाँ जो एम्बुलेन्स ड्राइभरले मात्र फोन उठाउँथ्यो। एम्बुलेन्स त्यो ड्राइभरले फोन गर्दाखेरि चाहिँ घोपा होइन हामीले चाहिँ विराटनगर लाने आदेश आयो भन्ने आयो होइन नोबेल हस्पिटलमा। अनि अब क्याम्पमा ल्याएको मान्छेहरू एकैचोटि विराटनगर लाँदाखेरि चाहिँ हामीलाई एकदम तनाव भयो क्या। यो के गर्नु खोजेको राज्यले किन सारेको होइन किन तल रातारात लानु खोज्यो भनेर हामी चाहिँ फेरि यहाँ हाम्रो शिवानजी हुनुहुन्छ होइन लगायत हाम्रो चुम्लुङ अध्यक्ष मोहन हुक्पा चोङबाङ लगायत गाडी चढेर हामी चाहिँ पछ्याउँदै गयौँ। पछ्याउँदै जाने क्रममा चाहिँ उहाँहरू नोबेल हस्पिटलमा चाहिँ पुर्याइसकेका थियो र त्यहाँ हामीले यसो रेखदेख गऱ्यौँ। अब याम सर त निकै अब पुरै होइन ब्यान्डेज लगाएको थियो खुट्टा पुरै होइन रगत बगिराखेको थियो अनि 3 जनै घाइतेहरू त्यहाँ ल्याउनु भएको थियो र हामीले रेखदेख गरेर उहाँले छिटोभन्दा छिटो उपचार कि नोबेल हस्पिटलमा हुन्छ भने त्यही ट्रिटमेन्ट गरिहालौँ होइन भने अब काठमाडौँ नै लाने भने छिटो गर्नु पर्यो भनेर हामीले त्यहाँको डिआइजी साहब पनि आउनुभएको थियो होइन हाम्रो खगेन सिंह हाङकाम मन्त्रीज्यू पनि आउनुभएको थियो र त्यहाँको डिएसपी सिडिओहरूलाई पनि हामीले हतार लाएर चाहिँ एयरपोर्ट मार्फत हामीले काठमाडौँ पठाउने काम गऱ्यौँ होइन सबै 3 जनालाई र जे होस् उहाँको राम्रो उपचार भएको छ। यो लडाइँ अब हामी लडिरहेका छौँ। अब 5-6 वर्ष भइसक्यो निरन्तर लडेको। मुकुमलुङ एउटा आस्था र विश्वासको केन्द्र हो जहाँ चाहिँ केही पार्टीका केही नेताहरूले त्यहाँ एउटा चन्द्र ढकालको पैसा पचाउनको लागि होइन एउटा ठुलो एउटा हाम्रो आदिवासी जनजातिभित्र
एउटा याक्थुङबारको मुन्धुमी स्थललाई ध्वस्त बनाउन खोजिरहेको छ र यो अहिले भर्खरै कमल लिम्बू भन्ने एकदम विद्वान हुनुहुन्छ, उहाँले लेखहरू हाल्नु भएको छ हिमाल पत्रिकामा। कमल मादेन लिम्बू मादेन, उहाँको मैले लेखहरू पढ्दाखेरि त्यहाँ चाहिँ के रहेछ भन्दाखेरि त्यो जुन रूपमा चाहिँ त्यहाँको वातावरणले असर गर्छ नि त त्यो ठाउँहरू, त्यो बारेमा नै उहाँले के राम्रो अध्ययन गर्नुभएको छ। त्यो पनि नगरिकन चाहिँ भित्र त्यत्तिकै सेटिङमा चाहिँ काम गरिराखेको रहेछ। त्यो भएको हुनाले हामी पनि अघि भनिसक्नुभयो, हामी वारेन मुक्त हिजो मात्र भएको छौँ। हामी ज्याम जाला तर मुकुमलुङमा हामी केवलकार बनाउन दिँदैनौँ भनेर हामी लागिराखेका छौँ। त्यसले गर्दाखेरि यहाँ अब सगुन लाउती, हाम्रो याम लिम्बू, धर्मान लगायत जसले गोली खानु भएको छ, कतिले हाम्रो साथीहरू होइन हिरासत बस्नु भएको छ। हामी 25 दिनसम्म चाहिँ हामी बाहिर बस्न बाध्य भयौँ राज्यले वारेन्ट जारी गरिसकेपछि। तर अलिकति पनि हामी थाकेको छैनौँ क्या, अझै हामीले जोस जाँगर चलिराखेको छ। जो कि हाम्रो योद्धाहरूको रगत बगेको त्यो खुनले झन् हामीले चाहिँ होइन शक्ति प्राप्त गरेको भन्ने हामीले चाहिँ लागिरहेको छ। किन भन्दाखेरि एक त के लाग्छ भने साँच्चै त्यो चाहिँ विश्वासको केन्द्र हो कि आस्थाको केन्द्र हो कि भन्ने पनि लाग्छ। किन त्यत्रो गोली चाहिँ यहाँबाट हानेको यता छेड्दा पनि मान्छे मरेको छैन क्या। त्यसको मतलब चाहिँ युमा माङले साँच्चै बास गरेको हो कि साँच्चै मुकुमलुङ त शक्ति नै हो कि भन्ने खालको आभास नै भइरहेछ। जस्तै उहाँहरू त्यत्रो ताप्लेजुङदेखि यहाँ विराटनगर आइपुग्न त कम्तीमा पनि झन्डै 10 घन्टा लाग्छ। 10 घन्टासम्म आउँदा पनि उहाँहरूले आइहाल्था कि थिएन क्या। त्यो पुग्दाखेरि पुरा अरू बोलिराख्नु भएको, हाँसिराख्नु भएको, भनिसकेपछि त त्यो अब गोली छेड्ने त्यो सगुन भाइ होइन, त्यो पुरै आइसियुमा राखेको थियो। उहाँले भेट्न जाँदा मजाले बोलिराखेको, गोली चाहिँ छिरिराखेको छ होइन। त्यसले गर्दा त्यहाँ चाहिँ एउटा साँच्चै नै माग शक्ति छ कि भन्ने पनि हामीले चाहिँ महसुस भएको छ। यो युद्ध हामी जित्छौँ, यो लडाइँ हामी जितेरै छाड्छौँ। तेस्रो चरणको आन्दोलन घोषणा भइसकेको छ। अहिले पनि हाम्रो 18 जना योद्धाहरू ताप्लेजुङ होइन हिरासतमा पक्राउ गरेर राखिएका छन्। 10 जना वारेन्ट जारी गरेको छ। अहिले ताप्लेजुङको पनि झन्डै 28 जना, 18 जना चाहिँ हिरासतमा छन् भने 10 जना चाहिँ अहिले पनि वारेन्टमा छ, बाहिर हुनुहुन्छ उहाँहरू। हामी धरानको चाहिँ अब हिजो मुक्त भयौँ। त्यसले गर्दा आन्दोलन जारी छ र अहिले हाम्रो धरानमा चाहिँ सिर्जना बहिनी मात्र बाँकी हुनुहुन्छ। सिर्जना बहिनी पनि यो आइतबार सोमबारतिर चाहिँ मिसिल चाहिँ होइन अदालतमा लाने भन्ने कुराहरू चाहिँ आइराखेको छ। त्यसले गर्दाखेरि विशेष गरेर हाम्रो याम सरलाई होइन तपाईँले सुस्वास्थ्य लाभको हार्दिक शुभकामना। तपाईँ र हाम्रो विशेष मम्मी होइन एउटा मुकुमलुङ जस्तो हाम्रो शिरलाई, हाम्रो मुन्धुमी स्थललाई एउटा रक्षा गर्ने योद्धा उहाँले जन्माउनु भयो होइन। उहाँले विशेष धन्यवाद दिन चाहन्छौँ र याम सर लगायत सबैले सुस्वास्थ्य लाभको हार्दिक शुभकामना हामी सबैको तर्फबाट। र यो लडाइँ जारी छ। मुकुमलुङ आन्दोलन सफल बनाएरै छोड्ने हामी वचनबद्धताका साथ हामी अगाडि बढ्नेछौँ र हामी सबैको तर्फबाट उहाँलाई चाहिँ सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र यो जुन रूपमा आज 25,000 सहयोग मिना छ्यामाले चाहिँ अहिले वाचन गर्नुभयो, उहाँहरूलाई चाहिँ जो मनको धनी होइन बाहिर बसेर पनि उहाँहरू भौतिक रूपमा उपस्थित हुनुहुन्न, तर बाहिर बसेर पनि उहाँले जुन रूपमा आर्थिक रूपमा सहयोग गर्नुभयो, अरूले गर्दै हुनुहुन्छ, उहाँलाई पनि म विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। धन्यवाद। नाता नातिनीहरू मसिनो छ। अब यसले नै पालेको टालेको होइन। अब कान्छा छोरा साथमै बसेको, अब जेठा छोरा बाहिरै छ, अब घर यहाँ छ, हामी पाहाडमा बसेर खाएको हामी वस्तु हो। अब यसले स्याहार थियो। अब नानीहरू मसिनै छ। अनि अब के गर्छन् मिसाल खालको अब यो गर्ने के गरिदिन्छ। अब आमा भनेको जस्तो बुझ्छु, बाबु छैन। तपाईँको कान्छा छोरा? यो कान्छो। हजुर। के छ याम सर अब तपाईँको अवस्था चाहिँ अहिले फिजिकली रूपमा? फलोअपमा जाँदै हुन्छ याम सर? काठमाडौँ जानु पर्यो होइन? जस्तै ट्रिटमेन्ट ड्रेसिङ सेसिङ चाहिँ गर्नु परेन अहिले। त्यो पाक्ने साक्ने समस्याहरू त्यस्तो देखिएको छैन। अब जस्तो तपाईँ सामान्य रूपमा पहिले यसरी नै हिँडुल गर्न सक्ने अवस्था कति बन्छ बन्दैन के भनेको छ डाक्टरहरूले? केही त्यस्तो के भन्नुभएको छैन। अब यो फलोअप निरन्तर आइराख्नु भने होला होइन?
फलफल यो वैशाखमा बोलाउनु भएको छ अनि वैशाखबाट चाहिँ के भन्नुहुन्छ डाक्टर केही बोला नि त त्यसपछि होइन सोधौँ केही छ भने कमन सरको होइन जस्तै अब तपाईँको वैशाखमा फलोअप भन्नु भएन त्यो अब तपाईँको चाहिँ फलोअप गर्दाखेरि खर्च हुन्छ नि त्यो चाहिँ तपाईँले आफैले बिहोर्नु पर्ने कि सरकारले बिहोरिदिनु हुँदैछ के छ यसको चाहिँ त्यो अहिले त केही भन्नुभएको छैन यता आफ्नो तर्फबाट के खर्चहरू भइरहेछ कि छैन पर्सनली परिवारको तर्फबाट अहिले काठमाडौँ हुँदा त भएको थिएन यहाँ आएर त यहाँ तपाईँ खानु पर्यो बस्नु पऱ्यो होइन यता गाडी भाडा अब अहिले नै बाहिर कहाँ गएर आउनुभएकोलाई त्यही चाहियो होइन खर्च अहिले चाहिँ हुन्छ नै जस्तो लाग्यो अब अस्ति चाहिँ एउटा बेडमा हुनुहुन्थ्यो उहाँहरू बेडसम्म हस्पिटलमा हुँदा चाहिँ अब खर्च हस्पिटलमा आउने अब त खर्च हुन्छ नि हिजो उपचार चाहिँ सरकारबाटै पनि भयो त्योभन्दा सरकारले बिचमा तपाईँको चाहिँ उपचार ब्रेक पनि गर्यो होइन सरकारी गोली लागेपछि सरकारबाटै हुनुपर्ने हो तर हाम्रो सङ्घर्ष समिति छ 41-42वटा घटकबाट बनेको ती समितिले त्यो आर्थिकलाई जिम्मेवारी लिएर केही उपचार गर्नुभयो पछिल्लो चरणमा फेरि सरकारबाट नै उहाँले उपचार पाउनुभयो तर सरकारबाट उपचार पाउँदा पनि अलिक फितलो खाले उपचार भएकोले गर्दाखेरि स्वयं चाहिँ सङ्घर्ष समितिका चुन्नु लगायत यहाँ खाएका संस्थागत लागेर चाहिँ अलिकति उहाँहरूको उपचार चाहिँ पूर्ण रूपमा जस्तो किसिमले पाउनुपर्ने उपचार त्यो पाउनु भएको हो भन्ने हामीले पनि जानकारी पाएका छौँ त्यसै गरेर धेरै किसिमका दाताहरूबाट पनि सहयोग आयो जस्तै मिना सिङ्गल दिदी जस्ता व्यक्तित्वहरूले होइन चाहिँ आह्वान गर्नु भएर उहाँहरूले अभियान चलाउनु भएर त्यस्ताहरूबाट पनि चाहिँ अहिले घाइते साथीहरूलाई गोली लागेका योद्धाहरूलाई सहयोगको लागि उहाँहरूलाई चाहिँ खर्चको कुराहरूको लागि चाहिँ अहिले त्यसरी कुर्ताल भइरहेको छ तर यो गोली लागेको चाहिँ सरकारबाट भएकोले गर्दाखेरि सरकार पक्षबाट नै हुनुपर्छ उहाँको चाहिँ सम्पूर्ण उपचार आउने जीवनको विषयमा पनि सरकारले सोच्नुपर्छ भन्ने हाम्रो आन्दोलनकारीहरूको माग पनि छ जस्तै आमाले एउटा कुरा भन्नुभयो नानीहरू सासानो छन् होइन अब यो राज्यले चाहिँ अस्ति बुहारीले पनि भन्नुभएको थियो होइन जस्तै एउटा राज्यले चाहिँ अब एक प्रकारको चाहिँ यो परिवारलाई उहाँको एउटा पछिल्लो सन्ततिहरूलाई पनि सहयोग गर्नुपर्छ यो जुन बालबच्चालाई भन्ने कुरा उठिरहेछ अब आन्दोलनकारीहरूको तर्फबाट चाहिँ के भन्नुहुन्छ यहाँहरू यो चाहिँ के छ भन्दाखेरि हाम्रो सगुनजीलाई चाहिँ उहाँको चाहिँ अहिले पढ्ने क्रम भएकोले गर्दाखेरि सुनिन्छ होला सुनिन्छ पढ्ने क्रम भएकोले गर्दाखेरि सगुन लाउकीजी चाहिँ पढ्ने क्रम भएकोले गर्दाखेरि उहाँलाई चाहिँ पढिन्जेलसम्ममा केही दाताहरू निस्किने भन्ने चाहिँ आइसकेको छ तर अहिले चाहिँ त्यसलाई नै आधिकारिक रूपमा बाहिर आएको छैन त्योभन्दा अगाडि चाहिँ हाम्रो आशिष सामा लिम्बू भन्ने इलाममा पक्राउ खाएको थियो उहाँलाई चाहिँ त्यही खाले मुद्दा लागेकोले गर्दाखेरि उहाँको नानीहरू हुनुहुँदो रहेछ उहाँहरूलाई पनि चाहिँ पढाउने भनेर केही हाम्रा दाताहरूले जिम्मा लिइसक्नु भएको छ अब उहाँको विषयमा पनि उहाँको नानीहरूको विषयमा चाहिँ जति योद्धाहरूको अवस्था चाहिँ शारीरिक अवस्था चाहिँ राज्यबाट चाहिँ दमन गरेर त्यो नाजुक बनाएको अवस्था विषयमा चाहिँ समितिमा सक्दो बहस भएको छ उहाँहरूलाई न्याय कसरी दिने उहाँहरूको जीवनयापनको कुराहरू उहाँहरूसँग जोडेको चाहिँ आमा बाउ बालबच्चाहरूको विषयमा पनि सोच्ने कुराहरू भइरहेछ र धेरै दाता चाहिँ व्यक्तित्वजीवहरूले पनि चाहिँ यो विषयमा चासो राखिराख्नु भएको छ जस्तै मिना दिदीलाई पनि धेरै कुरा चाहिँ यो विषयमा जानकारी होला उहाँ आफैमा पनि चाहिँ यो आर्थिक विषयमा धेरै उहाँले चाहिँ एउटा भूमिका खेल्नु भएकोले गर्दाखेरि उहाँसँग पनि धेरै त्यस्ता कुराहरू जोडिएकोले गर्दाखेरि उहाँहरूको नानीको विषयमा सोच्ने कुरा त आन्दोलनकारीले गरि नै रहेछ ठिक छ ल सकाउँ है अब दिदी धन्यवाद दिँदै सिध्याइदिनु पर्यो दिदी तपाईँले नै अब लामो भइसक्यो होइन कार्यक्रम हामी छोटो मिठो कार्यक्रम गर्छौँ सधैँ पनि मेयरहरूको स्यामपाङको अभियानमा दिनैभरि 5-7वटा कार्यक्रम गर्छौँ हामी 10 मिनट 15 मिनटमा सिद्ध्याउँछौँ यो अलिकति लामो भएला अब शिवाहाङ भाइले भन्नुभयो अब दाताहरूले चाहिँ के चाहनुहुन्छ भने सक्दो सहयोग गर्न चाहिराख्नु भएको छ तर यो सरकारले सहयोग गर्न दिएको छैन क्या अचम्म लागिरहेको छ मलाई सरकारले चाहिँ सहयोग गर्न दिँदैन हामीले गरिरहेछौँ तपाईँहरूले सरकारलाई चुनौती दिने भन्ने खालको कुराहरू आउँछ हामी यो आर्थिक सहयोगसँग सम्बन्धित सामाजिक काम गरिराख्दाखेरि चाहिँ अनि सरकारले रोक्नै पर्ने कारण चाहिँ के होला जस्तो पनि लागिरहेछ मलाई चाहिँ
अब उहाँहरूलाई चाहिँ यो उपचार गरेर मात्रै भएन नि त, अब फाल्टु हिँड्दा त उहाँहरूले गर्नुहुन्न। अझै हस्पिटलमा राख्दाखेरि त उहाँहरूले चाहिँ वार्डमा राख्दा चाहिँ सरकारले गर्यो होला, क्याबिनमा राख्दा त गरेन पो होला, होइन? गर्यो पछिल्लो चरण सुरुमा अनि चाहिँ क्याबिनमा गर्नु राख्दा थिएन, पछि चाहिँ गर्यो। हो, त्यस्तो कुराहरू धेरै कुराहरू छ। उहाँहरूलाई चाहिँ उपचार मात्रै हो सरकारले गर्ने, अरू गर्नुहुन्न। त्यसैले अब दाताहरूले पनि सहयोग गर्न चाहने दाताहरूले चाहिँ गर्दा हुन्छ, तर अब सरकारले चाहिँ हामीलाई चाहिँ त्यो सहयोग गर्न दिनुभएको छैन क्या। अनि त्यसको लागि पनि म चाहिँ अब प्रहरीसँगै पनि कुरा गर्नु पर्यो भन्ने पनि भइरहेछ। के सहयोग गर्न नपाइने आफ्नो मान्छेलाई के अरे भन्ने खालको कुरा चाहिँ राख्नु नै पर्यो। सहयोग गर्नै नमिल्ने के कारण छ भन्ने खालको हो, त्यो अप्ठ्यारो चाहिँ ल्याइरहेछ क्या। प्रहरीबाटै हो फोन आएको मलाई, सहयोग नउठाउनु भनेर, होइन? अब यहीँ प्रत्यक्ष म त भन्न सक्छु, होइन? उहाँहरूसँग कुरा गर्न सक्छु। मैले भने पनि अस्ति, होइन, हामीले आफ्नो मान्छेलाई सहयोग गर्न पनि नपाउनु भन्ने खालको कुराहरू पनि भयो। अब त्यो भएर दाताहरूले चाहिँ सहयोग गर्न चाहिराख्नु भएको छ है, सहयोगीहरूले चाहिँ, तर प्रशासनले रोकिराख्नु भएको छ। यसको बारेमा हामी कुरा गर्छौँ। हस्, धन्यवाद।